आदरणीय दर्शकवृन्द, यो चाहिँ हाम्रो लिम्चुङ गाउँपालिका वडा नम्बर 1 को भाते गाउँ भन्ने र पारी यो चाहिँ ठाना गाउँ हैन। यो चाहिँ तपाईँले देखिरहेको दृश्य चाहिँ ठाना गाउँ हो। यो मेरो मामल गाउँ पर्छ। चाहिँ मेरो ठुल्दाइको घर भातेको गाउँको घर हो। मास्तिर काकाको घर, कान्छा काकाको घर, त्यो माथि केरा छेउको। यताको घर ठुलो कान्छा अङ्कलको घर, यता तलतिरको कालदाइको घर, यता मास्तिरपट्टि बेलटार देवीस्थान माथि स्कुल देखिन्छ यहाँदेखि दर्शकवृन्द। पुरानो बस्तीहरू चाहिँ यतातिर हो र यो चाहिँ हाम्रो दाइको घर। यी गाडीहरू मेरो गाउँघरको नानी केटाकेटीहरू यिनी हुन्। ल हेर्नुहोस्, हामी यसरी चाहिँ हुर्केको हाम्रो यो जनजीवन हो र यो कुरालाई हामीले भुल्नु कहिले पनि हुँदैन। यस ठाउँमा यसरी नै दुःख गरेर यसरी नै धुलो धुवामा हुर्केको मान्छे। धुलो यस्तो छ है गाइस हैन। यिनीहरू चाहिँ काइला अङ्कल हुनुहुन्छ उहाँ। यसरी नै हुर्केको हामी। नानी लड्छ है, नानी लड्छ नानी। ओ नानी गाउँको ठुलो नेता। यो चाहिँ गाउँको ठुलो नेता फेरि। ओ केटा त गइरा बस्छ छैन। अब त्यहाँ गइराबाट चुनाव उठ्यो भने तेरो एकै घर छ, एकै भोट हालेर त चुनाव जितिहाल्छ होइन। राष्ट्रिय के अरे के पार्टी गरे? राष्ट्रिय समाजसेवी पार्टीको त एकै घर छ, एकै ठाउँ भोट हाल्दा जितिहाल्छ होइन। अरूतिर छैन केही। हिजो आएको। चामल कसरी हो? चामल चाहियो तँलाई? कसरी ल्याउनु पर्ने? कहाँबाट? गाईघाटबाट। चामल छ त 2 भएर लान्छन् लैजाने। कसरी?